खोज्नाबारी चोक आइपुग्यो। यही आउँछन् शुक्रबारे बजार आइपुग्यो। यही हो बल्ल बल्ल भेट चाहिँ भयो है साथीहरू। भेट हुँदैन होला भनिरहेको थियो, भेट भयो। न फोन नम्बर न कन्ट्याक्ट। अच्छा के सिरियस हुनुभएको? पाहुना खाने मान्छे यस्तो सिरियस हुन्छ। हेलो हेलो जोले नमस्ते जाम्रा बाबा युट्युब च्यानलमा। अनि आज चाहिँ आमा चाहिँ एकदम पाहुना जानलाई सिरियस भइरहेको छ। पाहुना भन्नाले तपाईँले जेठाजु, तपाईँको जेठाजु मेरो बढीबा होइन। अनि अब पहिले चाहिँ त माथि भने तल अनि आमा भद्रपट्टि उतै भित्र माथि हुनुहुन्थ्यो। अहिले चाहिँ सरेर यता यहाँ खुद्नाबारी आइताबारी कतातिर हुनुहुन्छ अरे होइन। अनि फर्स्ट टाइम हामी ठुलो बढीबाको घर जाँदैछु। अनि आमा पनि फर्स्ट टाइम बढीबाको घर जानुहुँदैछ। अनि भेटौँ न होइन, अब गाडी आएको र अनि भेटौँ न। अब मर्ने उमेर अब गएको छुट्टो के हो अब होइन। अब खुट्टा हुँदाखेरि नै भेटौँ भनेर आमा चाहिँ जानु मन गर्नुभएको छ। त्यही भएर म चाहिँ अनि आमालाई लिएर जानु खोज्दैछु होइन। अनि भेटिन्छ कि भेटिँदैन त्यो पनि थाहा छैन होइन। अब फोन नम्बर अस्ति नै अब मरिमरामा चाहिँ भेट भएको थियो। त्यतिखेर अब सबैजना रुवाबास भएर को कता के भएर अनि त्यो केही कन्ट्याक्ट पनि के गरेको छैन। यता त्यही भनौँ यता म बस्छु भनेर चाहिँ हामीलाई भनेको छ होइन। हाम्रो घरदेखि चाहिँ त्यस्तै आधी घन्टा 1 घन्टा 2 घन्टा चाहिँ लाग्छ होला। त्यही भएर आमालाई लिएर जाँदैछु रमाउनु। आमा उही जेठाजु घर जाँदैछु भनेर आमाको त जेठाजु होइन। आमा काका बढीबा होइन। आमा काका बढीबाको दाजुभाइ खालेहरू आमाहरू। अनि बाउ त एक्लो हो, एक्लो बाउ एक्लो दिदी है। 2 जना दिदी बहिनी हो हाम्रो बाउको चाहिँ। त्यही पनि यता बडा काका बडा बाउको छोराछोरी हो। अनि त्यही भएर एउटा दिदी एउटा भाइ यता पनि त्यस्तै एउटा दिदी एउटा भाइहरू त्यति बडाको पनि होइन। अनि बुढा पनि दाजुभाइ बुढी पनि दिदी हो। अनि दाजुभाइले बिहे गरेको दिदी बहिनी होइन आमा। अनि साइनो हो नि 2वटा भनेको छैन आमा। अनि त्यसै जे होस् होइन। पहिले सानोमा चाहिँ हामी चाहिँ अब बढीबा आउनुहुन्थ्यो घरमा। अनि त्यतिखेर कति दुःख गर्नुहुन्थ्यो त्यो बढीबाले, कति दुःख गर्नुहुन्थ्यो। साइकलमा खरबुजा बेचेन कि काँक्राहरू बेचेन कि नि आमा। अनि दुःख गर्नुहुन्थ्यो। अनि सुरुङ्गादेखि चाहिँ मेरो युट्युब फ्यामिलीलाई अनि अहिले चाहिँ दुःख कति गर्नुहुन्थ्यो। माथि हाम्रो घरदेखि आइता भद्रपट्टिदेखि माथि बस्नुहुन्थ्यो। अहिले चाहिँ यता बसाइ सरेको छ अरे भन्नुहुन्थ्यो। अब घर बनाएर बस्नुभएको छ कि के गर्नु मतलब त थाहा छैन हामीलाई। तर त्यहाँ चाहिँ बस्छ अरे भनेर चाहिँ थाहा भएर हामी चाहिँ आइताबारी खुद्नाबारी भन्नु अब कति बढ्ने छेउतिरै हुन्छ, छेउतिर होला जाँदैछौँ। मान्छे चाहिँ भेटिन्छ ठुलो बालाई। अब उता पुगेपछि थाहा हुन्छ हामीलाई नि। आमा हेर्दै गर्ने होला भनेका भिडियो चाहिँ लुज्जौँ आमा। गाडी आउने बेला भयो। अनि मेरो चाहिँ घरहरू अनि मजाले समेटेको छुइनँ गाइस। अनि अब मेरो घर त अब अझै मिस्त्री आउने छ, सिलिङ लाउनु छ अझै होइन। आइतबार सोमबारतिर आउनुहुन्छ होला से। अनि त्यही भएर मेरो चाहिँ केही छैन घरमा, घर बस्छु। अनि भएकै एउटा खाट पनि फिनिसिङ गर्दाखेरि निकाल्यो होइन। अनि यस्तै छ गाइस मेरो भिडियो पनि कति भयो नलाएको होइन। भिडियो चाहिँ अझै फेरि लाउनु खोजिरहेछु। अनि धेरै दिनपछि अनि हजुरहरूले हेरेर चाहिँ साथ दिनु होला। अनि अहिले चाहिँ भिडियो चाहिँ म अब उता पुगेपछि मात्रै भिडियो बनाउँछु होला। गाडी कस्तो के पाउँछ होइन त्यो थाहा हुँदैन। गाडीभित्र म बनाउनु पनि सक्दिनँ, आउँदैन जान्दिनँ पनि लाग्छ। अनि पुगेर चाहिँ म त्यहाँ कता हो के हो म त्यहाँबाट पुगेपछि तपाईँहरूलाई देखाउने चाहिँ भिडियो अन गर्ने चाहिँ। अहिले चाहिँ भिडियो यति नै भन्नु कसरी। अनि भिडियोमा चाहिँ
कत्रो कालो आएको भिडियो चाहिँ हेर्दै गर्नु होला म पुगेपछि अन गर्छु गाडी आउन आँट्यो गाइस अटो चाहिँ के छ भने अहिले नाना दिँदैन के झापाको अटोलाई पुलिसले जरिमाना काटिहाल्छ त्यो भएर अलिक गाह्रो हुन्छ हौ जानु लदरको आइपुग्नु हामी चाहिँ के भएको मम्मी घरका कहाँ हिँडेको यो चाहिँ खुद्नाबारी हो होइन होइन खुद्नाबारी सुरु भयो नि खुद्नाबारी चाहिँ सुरु भयो ऊपर स्टेन होइन ट्राफिक आउँदो रहेछ भने शुक्रबारे बडालाई त भेट्यो भने कन्ट्याक्ट दिनुभएको बडालाई भेट्यो तपाईँलाई खोज्दै आइपुगेको हामी चिन्नुभयो है त बुहारी अरे एक वर्ष नभई काका मरे म नि चलाक नभएको भेटेर होइन खालि भात चाहिँ नखाने खालि रक्सी मात्रै दिनुपर्ने लु बाउ यति भात खाऊ अनि रक्सी किन्नु माथि नखान्थ्यो अनि यति भात खाऊ अनि म रक्सी किन्छु नभए किन्दिनँ अब बाउ खसेको ससुरा खसेको एक वर्ष पनि नपुगिकन त्यो त्यस्तो नाकैबाट खेलेको के खेलेको ओहो अब घर जानुपर्छ होला फुलहरू कति राम्रो राम्रो प्लान्टहरू रोप्नुभएको रहेछ हौ त माथि रहेछ भित्र रहेछ बजार भनेर त भिडियो चाहिँ हेर्दै गर्नु होला चाहिँ भिडियो खासै बनाउनु पाएन बिचारा दुःख सुख गफ हुँदैछ हाम्रोतिर चाहिँ अनि के सुनाउने जस्तो लागेर अरे क्या फुलहरू चाहिँ कति राम्रो रहेछ हौ बसेको म त नि भदौको नि हजुर साउन जेठोको भदौ जेठो दिदी साउन जेठो अन्त नि ए अब भाउजू पो रहेछ त म त सानो नि त अनि मलाई अप्ठ्यारो लाग्छ साइली होइन अनि कान्छा चाहिँ कान्छो होला कान्छा चाहिँ अनि आफन्त नचिन्नु पनि यसरी चिन्नुपर्छ क्या पछि हेर्नु त छोराछोरीहरू अनि बिहे गरेर आयो भने त छैन त अनि कता घर त भाउजूको सोमबारे हो राम यस्तो गनीमा नपकाउनु है खाना खाजा खाएको नि हामीले त बजारमा यता दोकानमा आमामा यस्तो छैन नि आमाहरू गफाउनु हुँदैछ हामी चाहिँ म चाहिँ भिडियो गर्नु बाँध्नु पाइनँ कि अनि खासै अनि दुःख सुख पऱ्यो यस्तो छ बा उता उता चाहिँ बजारमा चाहिँ भाउजूहरू दोकानहरू गर्नु रहेछ दिदी यता बढीबाहरू अनि हामी चाहिँ यहाँ आएको घरमा बढी बिमार हुँदो रहेछ अनि बाटो चाहिँ यस्तो भिडियो चाहिँ हेर्दै गर्नु होला होइन अनि त्यही भयो भिडियो नबनाएको
हाम्रो पञ्चिनी पनि आउँछु भन्नुहुँदै थियो भिडियो पठाइदिएको थिएँ बोलेकोहरूको अनि फोन गरेको थियो अघि फोन उठाउनु पाइनँ नबनाउने थाहा छ दोकान उता बजारमा खाएको नि यहाँ अटी भइरहेछ अब चाहिँ हाम्रो घरतिर आउनु है अब त चिन्जान भयो अब आउनुपर्छ नि यहाँ चाहिँ दोकान थियो भाउजूहरूको अनि हामी चाहिँ यहाँ दोकानमा आइपुग्यौँ अनि हामी चाहिँ घर जाने गाइस आमा के टोय जाने अब सुरु हुँदैछ भाउजू कहाँ जानुपर्छ यता योपट्टि हो यतापट्टि यतापट्टि आज गफको सुरुमा टाइम पनि भिडियो पनि गर्नु पाएन टाइम पनि हेर्नु भएन ए यतापट्टि हो यता उनीहरू खोल्नु न भिडियो चाहिँ कस्तो छ के हो कस्तो आयो जानु भाइ जानु बधाई आइपुग्यो हामी चाहिँ घर जाने रेडी यहाँ चिलाउने आएको छ क्या मलाई चाहिँ यहाँ देखेन हौ भिडियोमा के आएको मेरो जस्तो पो रहेछ त घर चढ्यो घर हिँड्यो गर्ने यस्तो गर्ने भएको छ नि मान्छे अब चाहिँ घर पुगेछौँ होइन भिडियो चाहिँ गर्नु पाउँदैन होला होइन अनि आज चाहिँ भिडियो यस्तै हो अनि भिडियो चाहिँ हेरेको साथ दिनुहोला बजार यस्तो लागिरहेछ ठुलो रहेछ क्या यहाँ शुक्रबारे इलाम बढ्ने दाना बढ्ने दाना भरि नि आमा दाना बारी आमाले बेच्दैछ स्याउको खोल स्याउको खोल चाहिँ यति पड्काउँछ नि अरू भन्दा यो घाँटीमा नि एलर्जी आएर नि के एलर्जी आएको घमाउरो आएको यहीँ मात्रै चिलाउँछ अनि बजारमा बस्नु रहेछ भित्रै मतलब भित्री कता कता बसेको होला भनेर डर लाग्दैछ ठ्याक्क बजारमा भेट्नु क्या न फोन नम्बर न केमा कन्ट्याक्ट थिएन क्या अब हराइसकेको बडा अनि हामीले खोजेको भेट्यौँ त्यही माथि खुसी लाग्यो गफको सुमा भिडियो पनि गर्नु पाएनौँ अनि के भिडियो बनाइराख्नु भन्ने भयो होइन अनि कसले बनाउनु सबैको गफको सुरमा अनि आज चाहिँ भिडियो कस्तो है कति पनि बनाइन होला कति पनि भएन होला तर पनि हेरेर साथ दिन होला अनि आजको भिडियो चाहिँ सकिँदैन होला होइन अनि नयाँ भिडियोमा भेट होला होइन आजको भिडियो चाहिँ यति नै बनेर बिदा मान्छु सबैजनालाई सिलुलुलु आमा सिलुलुलु बाई बाई